नेपालमा धेरै युवाहरू पोलिटिक्समा आउन चाहन्छन्, बट देयर इज अ क्वेसन, पोलिटिक्स कसरी सुरु गर्ने, कसरी पोलिटिक्सलाई प्रोफेसन बनाउने? अनि सबैभन्दा ठुलो प्रश्न कि बिना पैसा, बिना ब्याकग्राउन्ड पोलिटिक्स सम्भव छ त? पोलिटिक्समा इन्टर वा काम गर्ने हो भने तपाईँ आइडियलिस्टिक बन्नुपर्छ, निस्वार्थ बन्नुपर्छ, यसमा कुनै दुई मत छैन। तर वास्तविकता के हो भने पोलिटिक्स एउटा ब्याटल फिल्ड हो, अनि ब्याटल फिल्डमा खालि आदर्श लिएर पुग्न सकिँदैन, जितिँदैन। पोलिटिक्समा आदर्श र निस्वार्थ भावना पछि चाहिने कुरा हो रिसोर्सेस। नेपालमा पोलिटिक्स अब भलिन्टियर्सले चल्दैन, अहिले यो प्रोफेसनलहरूले चलाउँछ। इलेक्सन होस् या डेली पोलिटिक्स, खर्च बिना सम्भव छैन। यहाँ वडाध्यक्षको चुनावमा 5 देखि 15 लाखसम्म खर्च हुन्छ, अध्यक्ष वा मेयरका लागि 20 देखि 1 करोडसम्म, अनि प्रदेश सांसद बन्न 50 लाखदेखि 1 करोडसम्म खर्चिनुपर्छ, र सङ्घीय संसदका लागि त 2 देखि 5 करोडसम्म। त्यो पनि डाइरेक्ट क्यास मात्र होइन, नेटवर्किङ, हस्पिटालिटी, कन्टेन्ट क्रिएसन, सोसियल मिडिया बुस्टिङ, ग्राउन्ड टिम मोबिलाइजेसन सबैमा खर्च हुन्छ। अब तपाईँ सोच्नुहुन्छ म त गरिब वा मिडल क्लास परिवारको मान्छे, पैसा छैन, यो पोलिटिक्स गर्न पाइँदैन? पाइन्छ, तर गेम लङ टर्म प्लानमा खेल्नुपर्छ। तपाईँले पहिलो 5 वर्ष आफ्नो जनाधार बनाउनुहोस्, काम देखाउनुहोस्, सर्भिस डेलिभरी होइन लिडरसिप प्रेजेन्स देखाउनुहोस्। सर्भिस त एनजिओले पनि गर्छ नि, तर तपाईँले जनताभित्र पोलिटिकल कनेक्सन बनाउने काम गर्नुपर्छ। अर्थात् मानिसले भन्नु पर्यो यो मान्छे आउँछ, सुन्छ अनि गर्छ पनि। अब तपाईँलाई प्रश्न, तपाईँको गाउँमा कुन विषयमा जनतालाई असन्तुष्टि छ? सडक, अस्पताल, रोजगारी, त्यही मुद्दा तपाईँको पोलिटिकल पिच हो। त्यो मुद्दा बोकेर मैदानमा जानुहोस्, तर बोल्ने मात्र होइन, सानो सानो रिजल्टहरू देखाउनुहोस्। राजनीतिमा भिजिबिलिटीको अर्थ क्यामेरा मात्र होइन, क्रेडिबिलिटी पनि हो। राजनीतिमा अर्को इम्पोर्टेन्ट कुरा भनेको टिम फर्मेसन हो। राजनीति व्यक्तिगत यात्रा होइन, यो कलेक्टिभ मिसन हो। विजयी कहिले एक्लो हुँदैन वा कहिले एक्लै विजयी भइँदैन। फुटबलमा स्ट्राइकरले गोल गर्छ, तर खेल पुरै टिम मिलेर जिताउँछन्। राजनीतिमा पनि त्यही हो। पार्टीको स्ट्रक्चर भन्दा तपाईँको कोर टिम बलियो हुनुपर्छ। फेरि टिम भनेको पोस्टर टाँस्ने मान्छेहरूको टिम होइन। टिम भनेको तपाईँलाई र तपाईँले विश्वास गर्ने, तपाईँका लागि स्ट्राटेजी एक्जिक्युट गर्ने मानिसहरू। त्यो टिमलाई तपाईँले इम्पावर गर्नुपर्छ, पटक पटक मिटिङ गर्नुपर्छ, तपाईँका भोटरबाट फिडब्याक लिनुपर्छ। सोसियल मिडिया ह्यान्डल तपाईँको टिमले चलाओस्, कोअर्डिनेटेड म्यासेजहरू बनाओस्। अब सोच्नुहोस्, तपाईँलाई आफ्नो नेम पब्लिकमा आउँदा मान्छेले के भनेर सम्झिन्छन्? त्यो नामको मिनिङ के छ? लोगो छ, नारा छ, के भावना आउँछ? यदि छैन भने तपाईँ अर्गनाइज्ड क्याम्पेनर हुनुहुन्न। उदाहरण, धेरै मान्छेले मनमोहन अधिकारी भन्दा वृद्ध भत्ता सम्झिन्छन्, प्रचण्ड भन्दा जनयुद्ध सम्झिन्छन्। आजको पोलिटिक्समा ब्रान्डिङ लिडरसिपको एक्सटेन्सन हो। राजनीतिमा अर्को महत्त्वपूर्ण कुरा भनेको स्ट्राटेजी हो। अब कुरा गरौँ स्ट्राटेजीको। राजनीति र युद्ध बीच फरक कम र समानता धेरै छ। युद्धमा रगत बग्छ, राजनीति चाहिँ रगत बिनाको युद्ध हो, तर नियम एउटै छ, स्ट्राटेजी बिना युद्ध हारिन्छ नै। तपाईँले प्लान बनाउनै पर्छ, कुन समयमा भिजिबिलिटी बढाउने, कुन समयमा जनताको बिचमा क्याम्पेन चलाउने, कुन समयमा मिडियासँग बोल्ने, कुन समयमा अपोनेन्टलाई काउन्टर गर्ने। स्ट्राटेजी टाइमिङ नै सबैभन्दा ठुलो हतियार हो। नेपालमा धेरै युवा राजनीतिज्ञ असफल हुने कारण के हो भने उनीहरू पोलिटिक्सलाई फुल टाइम जब हो भनेर सोच्दैन, मान्दैन। पोलिटिक्स 24/7 जब हो, त्यो पनि थ्याङ्कलेस जब। तर जुन दिन तपाईँले आफ्नो क्षेत्रलाई आफ्नो फुल टाइम काम मानेर काम गर्न थाल्नुभयो, त्यो दिन तपाईँ रियल पोलिटिसियन बन्नुभयो। हेर्नुहोस् त, गगन थापा होस् या बालेन, यी सबैले सुरुमा भिजिबिलिटी बनाउन समय लगाएका थिए। दैनिक जनतासँग बसे, बोले, सुने, त्यसैले जनता भन्छन् गगन हाम्रो आवाज सुन्छ, बालेन हाम्रो मान्छे हो। त्यो भावना पैसा खर्च गरेर मात्र पनि आउँदैन, त्यो कन्सिस्टेन्ट प्रेजेन्सले आउँछ। तपाईँले यदि कन्सिस्टेन्ट प्रेजेन्स बनाउन सक्नुभयो भने पार्टी टिकट त आउँछ नै, जनताको टिकट पनि आउँछ। अब एउटा कुरा प्रश्न बुझ्नुहोस्, राजनीति केवल आइडियलिजम होइन, यो त आर्ट अफ ब्यालेन्स हो। समझदारीले पोलिसी र जनता बीचको पुल बन्न सक्ने मानिस नै सफल हुन्छ। जनतासँग ग्राउन्डमा रियलिजम चाहिन्छ, स्पिचमा भिजन चाहिन्छ र एक्सनमा डेलिभरी चाहिन्छ। तपाईँ राजनीति गर्न चाहनुहुन्छ भने यी 3 कुरा तयार राख्नुहोस्, रिसोर्सेस, टिम र स्ट्राटेजी। यो बिना राजनीति उइस हो, करियर होइन, यो ब्याटल फिल्ड हो। ब्याटल फिल्डमा तयारी बिना जानु भनेको हार्नु हो। तपाईँले 5 वर्ष लगातार दिन सक्नुभयो भने नेता बन्न समय लाग्छ, तर नाम बन्न धेरै समय लाग्दैन। तपाईँको नाम भोटमा बदल्नु नै सफलताको सुरुवात हो। थ्याङ्क यू। तपाईँलाई आजको भिडियो कस्तो लाग्यो कमेन्ट सेक्सनमा गएर फिडब्याक दिनु होला। थ्याङ्क यू।